नमस्कार यहाँहरु सम्पूर्णलाई शुभ बिहानी। आज मैले सामान्य ज्ञान अन्तर्गत एकदमै महत्त्वपूर्ण प्रश्नहरु ल्याएको छु। आशा छ तपाईहरुले यो भिडियो हेरेर एकैचोटीमा सम्झिनु हुनेछ। यहाँ मैले आज विभिन्न ग्रहहरुलाई आफ्नो अक्षमा घुम्न लाग्ने समयलाई तपाईहरुले सम्झिन सजिलो हुने तरिकाले ल्याएको छु। हामीलाई थाहा छ हालसम्म वैज्ञानिकहरुले 8 वटा ग्रहहरु पत्ता लगाएका छन्। तीमध्ये 8 वटा ग्रहलाई पनि बाहिरी ग्रह र भित्री ग्रह भनेर छुट्याइएको छ। सर्वप्रथम हजुरहरुले बाहिरी ग्रह 4 वटा ग्रहहरुलाई सम्झिनु होला। बृहस्पति, शनि, अरुण र वरुण। त्यो मध्ये आफ्नो अक्षमा घुम्नको लागि सबैभन्दा कम समय लाग्ने ग्रह रहेको छ बृहस्पति, जसलाई 9 घण्टा 55 मिनेट 30 सेकेन्ड लाग्छ। बृहस्पति पछि तपाईहरुलाई थाहा नै छ अर्को ग्रह शनि, जसलाई 9 पछि के आउँछ 10 घण्टा भनेर सम्झिनु होला। 10 घण्टा 14 मिनेट 9 10 सम्झिनलाई कति सजिलो छ हेर्नुस् त। त्यस्तै गरी बाहिरी ग्रह मध्ये अर्को 2 वटा ग्रह बाँकी रहेको छ अरुण र वरुण। अरुण र वरुणलाई ठ्याक्कै उल्टाइदिनु होला। सर्वप्रथम पहिला वरुण सम्झिनुस्। वरुणलाई ठिक्क 16 घण्टा लाग्ने छ भने अरुणलाई 16 पछि के आउँछ 17 घण्टा 14 मिनेट। हेर्नुस् त 9 10 16 17 सम्झिनलाई एकदमै सजिलो छ। अब त्यसपछि भित्री ग्रहहरु सम्झिनु होला। बुध, शुक्र, पृथ्वी, मंगल। त्यो मध्ये हामी पाँचौंमा हामी बस्ने ग्रह पृथ्वी। यो हामीलाई सबैलाई थाहा पनि छ 23 घण्टा 56 मिनेट 4.09 मिनेट लाग्छ। सेकेन्ड लाग्छ, यहाँ मिनेट भन्छ, यसलाई सेकेन्ड भनेर बुझिदिनु होला। अब त्यसपछि पृथ्वी पछि अर्को ग्रह सम्झिनु होला मंगल। अब 23 पछि के आउँछ 24 घण्टा 37 मिनेट 22 सेकेन्ड। हेर्नुस् त सम्झिन सजिलो। बृहस्पति र शनि 9 10, वरुण र अरुण 16 17, पृथ्वी र मंगल 23 24। अब यो 6 वटा ग्रहहरुलाई चाहिँ आफ्नो अक्षमा घुम्न लाग्ने समय घण्टामा रहेको छ भने अब बाँकी रहेको 2 वटा ग्रह बुध र शुक्र सम्झिनु होला। यसले चाहिँ दिनमा लाग्ने छ। बुधलाई ठिक्क 59 दिन लाग्ने छ भने शुक्रलाई 224.7 दिन लाग्ने छ। आशा छ यो भिडियो हेरेर तपाईहरुले सजिलै सम्झिनु हुनेछ र यस्तै अन्य भिडियो हेर्न यस पेजलाई यस च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गरेर सहयोग गरिदिनु होला। हस्त धन्यवाद। शुभ दिन।